मानव सेवा। हजुरलाई थाहा छ आज म किन आएको छु भनेर? आज चाहिँ म हजुरलाई एउटा अनुरोध गर्न आएको छु र यो अनुरोध चाहिँ सबैजनाले सेयर गर्नु होला, किनकि आज हामी एकजना आमाको घर खोज्ने अभियानमा आएको छौँ र मानव सेवा आश्रम झापा शाखामा माता तीर्थ औँसीको दिन यही वैशाख 14 गते यहाँ हाम्रो वडा अध्यक्षज्यूको नेतृत्वमा आमाको उद्धार भएको थियो। आमाले आफ्नो घर चाहिँ फुलबारी भन्नुहुन्छ, फुलबारी बगान। 2टा छोरा छन्, 2टा छोरी छन् र धेरै राम्रोसँग बोलेको हामीले आवाज पनि बुझ्दैनौँ। आमासँग हामी केही कुरा गर्छौँ र हजुरले यो भिडियो सेयर गरेर आमाको चिन्नुहुन्छ भने उहाँको नाम, नम्बर, कन्ट्याक्ट नम्बरहरू आफन्तको हामीलाई पठाइदिनको लागि हामी अनुरोध गर्छौँ र यो भिडियो धेरैजनाले सेयर गर्नु होला है त। आउनुहोस् आमासँग पनि कुरा गरौँ। आमा नमस्कार। नमस्ते। घर कहाँ हो तपाईँको? फुलबारी कुन ठाउँ? गोलमाट। गोलमाट कहाँ पर्छ यो? मेचीनगर हो? होइन, फुलबारी बगान। फुलबारी बगान नेपालमा पर्छ कि भारतमा? भारतमा पर्छ। भारतमा। अनि छोरा कतिजना रे हजुरको? नाम के हो? सन्तु। अनि अर्को छोराको नाम? हजुर मन्तु। सन्तु र मन्तु। अनि छोरीको नाम चाहिँ? छोरीको नाम हजुर अलन्ती। अलन्ती। ए अनि र श्रीमान हुनुहुन्छ कि हुनुहुन्न? हुनुहुन्छ। श्रीमानको नाम के हो? श्रीमानको नाम के हो? मरद का नाम? नहीं है। अनि यहाँ के गर्न आउनु भएको थियो त तपाईँ? चिया टिप्न आएको? बगानमा? बगानमा हो, बगान है एकदम। त्यो बगानमा चिया टिप्न आएको? के गर्न आएको त? यसै घुम्न आएको? अनि यहाँबाट कति टाढा होला त तपाईँको घर? तपाईँ केमा आउनु भएको थियो यहाँसम्म? थाहा छ? केमा आउनु भएको थियो तपाईँ? हिँडेर आएको कि गाडीमा आउनु भएको कि ट्रेनमा आउनु भएको कि? पहिला पनि आउनुहुन्थ्यो कि यता पहिलोचोटि आउनु भयो? पहिला नै आउनुहुन्थ्यो कि पहिलो पटक आउनु भयो भन्नुभयो? पहिलो पटक आउनु भयो? ए अनि अब छोराछोरीलाई लिन आऊ भन्नु पर्यो यहाँ भिडियोमा हेरेर। के भन्नुहुन्छ आफ्नो भाषामा भन्नु त? छोरालाई के भन्नु छ भन्नु त यहाँबाट भिडियोमा? मन्तु अलन्तु। बङ्गाली भाषा बोल्या हो तपाईँले? कुन भाषा बोल्या? हजुर उरुवा भाषा। कति उमेर हुनुभयो तपाईँ? कति उमेरको हुनुभयो? थाहा छैन? बुवाको नाम? छोराछोरीले पढेको छन्? पढा छन् कि छैनन्? छोराछोरीले पढा छैनन्? ए के काम गर्छन् छोराछोरी? छोराछोरी नि घुम्ने मात्रै? आमा पनि घुम्ने, छोराछोरी नि घुम्ने? हजुर घर जान मन छ कि छैन तपाईँलाई? जानुहुन्छ? ए घर कस्तो छ त तपाईँको? ठुलो होला है? छैन? आफ्नो घर जस्तो भए पनि राम्रो भइहाल्छ नि, होइन? ल धेरै धेरै धन्यवाद छ आमा। आमा तपाईँको नाम के हो रे? बेरो? मेरो होइन, बेरो। नामै बेरो। आमाको नाम चाहिँ बेरो भन्नुहुन्छ। कसले चिन्नुहुन्छ? ल यति सहयोग गरौँ है त। धन्यवाद। जय मानव सेवा।